नमस्ते। आज हामी खानेकुराको बारेमा मात्रै होइन अलि फरक कोणबाट हेर्दैछौँ कहिले खाने भन्ने कुरा। हो, यो एकदमै महत्त्वपूर्ण पक्ष हो आजकल। हामीले हेरेका केही सामग्रीमा पोषणविदहरूले राति खानै नहुने भनेर अचम्मसँग 3वटा स्वस्थ मानिएका खानेकुराहरू पो औल्याएका छन्। सुन्दा अलि अनौठो लाग्न सक्छ। हो नि। आजको हाम्रो छलफलको अब उद्देश्य नै यही हो, किन यी सामान्यतया स्वस्थ भनिने खानेकुरा पनि राति खाँदा समस्या हुन सक्छन् त। ठिक हो, यसलाई अलि केलाएर हेरौँ। कहिलेकाहीँ त एकदम सही खाना पनि गलत समयमा पर्यो भने गडबड हुन सक्ने रहेछ। ल सुरु गरौँ है त। पहिलो नम्बरमा छ सलाद। अचेल धेरैले होइन, विशेष गरी पश्चिमा प्रभावले होला, बेलुका हल्का खानु पर्यो भनेर सलाद रोज्छन्। चलनै छ। तर राति सलाद खानु किन ठिक नहुन सक्छ? यसो सुन्दा त कस्तो अचम्म, स्वस्थ चिज कसरी नराम्रो भयो? हो, यो अलि खै विरोधाभासपूर्ण सुनिन्छ। सलाद आफैमा खराब होइन, तर पोषण विज्ञानको तर्क अनुसार चाहिँ कुरो के हो भने काँचो सागसब्जी पचाउन शरीरलाई अलि बढी नै मतलब मेहनत गर्नुपर्छ। काँचो भएर? हो, समय लाग्छ। अनि राति त हाम्रो पाचन प्रणाली स्वाभाविक रूपमा अलि सुस्त हुन्छ नि त, आराम खोजिरहेको हुन्छ। हो त। यस्तो बेला काँचो सलाद खाँदा पेट फुल्ने, ग्यास भरिने वा अपच जस्तो हुने त्यस्तो असहजता देखिन सक्छ। यहाँ विचार गर्नुपर्ने कुरा के हो भने दिनमा फाइदा गर्ने कुरा नै रातको त्यो बदलिदो शारीरिक अवस्थामा बोझ बन्न सक्छ के। भनेपछि पचाउन गाह्रो हुने भएर मुख्य समस्या रहेछ। ल ठिक छ, अब काँचो कुरा त भयो, तर फलफुल नि? फलफुल त्यो त झन् स्वस्थकर होइन, भिटामिन मिनरल्स कति हुन्छ। तर अचम्म स्रोतहरूले त यसलाई पनि राति नखान पो सुझाएका छन्। अब यहाँ कुरा साँच्ची रोचक हुँदैछ। एकदम। फलफुल आफैमा त अत्यन्तै पौष्टिक नै हो, त्यसमा त कुरै भएन। तर फेरि समस्या त्यही समयसँगै जोडिन्छ के। कसरी? फलफुलमा अब सक्रिय एन्जाइमहरू हुन्छन्। यिनीहरूले खाना पचाउन, शरीरलाई चलाउन मद्दत गर्छन् अनि तत्कालै शरीरमा ऊर्जाको स्तर बढाउँछन्। हो। राति सुत्ने बेला शरीरलाई त्यस्तो अतिरिक्त ऊर्जा चाहिँदैन नि त, शान्त अवस्था चाहिन्छ। हो त, आराम गर्ने बेला। अनि अर्को कुरा, फलफुलमा भएको त्यो प्राकृतिक चिनी फ्रुक्टोज भन्छ नि, त्यो पनि राति मेटाबोलाइज हुन समय लाग्छ। शरीरले त्यसलाई सजिलै बोसोको रूपमा जम्मा गर्न सक्छ। केही पोषणविदहरूले त अझ साँझ 5 बजेपछि फलफुल नखानु भन्ने सम्मको सल्लाह दिएका छन्। साँच्चै? साँझ 5 बजेपछि नि? यो त अलिक कडा नियम जस्तो सुन्यो। हो, अलिक कडा नै सुनिन्छ। यसले निद्रामा पनि असर पार्न सक्छ त, त्यो ऊर्जाले गर्दा? हो, सम्भावना हुन्छ। त्यो बढेको ऊर्जा अनि चिनी पचाउने प्रक्रियाले गर्दा शरीरलाई आराम मोडमा जान अलि बाधा पुग्न सक्छ, जसले गर्दा निद्राको गुणस्तरमा असर पर्न सक्ने भयो। यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ होइन, एउटै खानेकुरालाई हाम्रो शरीरले दिनको फरक समयमा कति फरक तरिकाले लिँदो रहेछ। हो त नि। समयले हाम्रो पाचन र मेटाबोलिजमलाई कति गहिरो प्रभाव पार्दो रहेछ भन्ने कुरा यसले देखाउँछ। बुझ्यो। भनेपछि सलाद पचाउन गाह्रो, फलफुलले चाहिँ अनावश्यक ऊर्जा र चिनीको कुरा भयो। अब तेस्रो श्रेणीमा जाउँ, स्टार्च युक्त खानाहरू। स्टार्च जस्तै अब भात, रोटी, आलु, पास्ता, यस्तै। यी त अब फलफुल सलाद जति सुपर हेल्दी त नहोलान्, तर हाम्रो खानाको अभिन्न अङ्ग हुन् नि। एकदमै। स्रोतहरूले किन यिनलाई चाहिँ राति विशेष गरी समस्याग्रस्त भनेका होलान्? हो, पोषणविदहरूले राति स्टार्चयुक्त खानाहरू कम गर्न वा नखान सल्लाह दिनुको पछाडि पनि फेरि उही पाचन प्रणालीलाई आराम दिने तर्क नै मुख्य हो। फेरि पाचनकै कुरा आयो। स्टार्चयुक्त खाना अझै विशेष गरी रिफाइन्ड खालका पचाउन झन बढी समय र ऊर्जा लाग्छ। राति जब हाम्रो मेटाबोलिजम सुस्त हुन्छ, यस्ता अलिक गहरौं खानाले पाचन प्रणालीमा अत्यधिक भार पार्छ। यदि हामीले यसलाई अलि ठूलो चित्रमा हेर्यौं भने कुरो के हो भने रातभरि हाम्रो पाचन प्रणालीलाई आराम दिने, शरीरलाई मर्मत सम्भारतिर ध्यान केन्द्रित गर्न दिने। रातको खाना सकेसम्म हल्का हुनु पर्यो, सुपाच्य हुनु पर्यो भन्ने मान्यता हो यसको पछाडि। त्यसो भए यो सबैको निचोड के भयो त? सारमा भन्नुपर्दा रातिको समयमा सलाद काँचो हुनाले पचाउन गाह्रो हो, फलफुल अनावश्यक ऊर्जा र चिनीले गर्दा
अनि स्टार्चयुक्त खानाहरू पाचन प्रणालीमा भार पर्ने हुनाले यिनीहरू खानु उपयुक्त नहुन सक्छ, चाहे ती दिनमा जति नै स्वस्थकर किन नहुन्। एकदम ठिक। पोषणविदहरूले रातको खाना हल्का खान सुझाव दिएका छन्, जस्तै विभिन्न गेडागुडी मिसाएको खिचडी वा दाल जस्ता सुपाच्य विकल्पहरू। हो त्यस्तै। अनि स्रोतहरूले सिधै नभने पनि यसबाट एउटा अलिक गहिरो विचार के लिन सकिन्छ भने के होला? हामीले के खान्छौँ भन्ने कुरा जत्तिकै महत्त्वपूर्ण, सायद कहिले खान्छौँ भन्ने पक्ष पनि रहेछ। हो त नि, समयको महत्त्व। पोषण र समय मतलब हाम्रो शरीरको त्यो आन्तरिक घडी, बडी क्लकको तालमेल बुझ्न सक्यो भने यसले रातिको खानपानलाई मात्र होइन, सायद दिनभरिको हाम्रो स्वस्थ भोजन सम्बन्धी समग्र दृष्टिकोणलाई नै नयाँ तरिकाले सोच्न बाध्य बनाउँछ कि? साँच्चै महत्त्वपूर्ण कुरा। हाम्रो शरीरको त्यो लयसँग खानपानलाई कसरी मिलाउने भन्ने कुरा भविष्यको स्वास्थ्यको लागि निकै महत्त्वपूर्ण हुन सक्छ। यसमा थप सोच्ने ठाउँ छ।